नमस्कार सम्पूर्ण उपस्थित विद्यार्थी भाइ बहिनीहरुमा आजबाट हामी जुनियर पब्लिक स्पिकिङ एन्ड पोजिटिभ माइन्डसेट ट्रेनिङ 4 हप्ताको लागि सञ्चालन गर्न गइरहेका छौं र यसको आयोजक संस्था रहेको छ आरक्षण नेशनल एकाडेमी र अहिले हाम्रो कक्षा 2, 3, 4, 5, 6 हुनुहुन्न 7 गरेर हाम्रा विद्यार्थी भाइ बहिनीहरु चाहिँ हुनुहुन्छ र यो 4 हप्तामा हामीले पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्टबाट धेरै कुराहरू सिक्ने उद्देश्य लिएका छौं। पक्कै पनि सम्पूर्ण अभिभावकज्यूहरूलाई म यसै भिडियो मार्फत एउटा प्रस्ताव के राख्न गइरहेको छु भने हाम्रा नानी बाबुहरू घरमा बसेर 3 घण्टा बिदाको समयमा मोबाइलहरू चलाउने अनि साथीहरूसँग जहाँ पाए त्यही जाने गर्नुहुन्छ र त्यो कुरालाई मध्यनजर गर्दै पब्लिकमा कसरी बोल्ने त पब्लिकमा बोलेर आफ्नो निर्धक्कले आफ्नो मनका कुराहरू कसरी व्यक्त गर्ने अनि कार्यक्रमहरू विद्यालयमा कार्यक्रमहरू कसरी चलाउने भन्ने कुराहरू सिक्नको लागि एकदम जागरुक भएर आउनु भएको छ र तपाईहरुको घरमा पनि नानी बाबुहरू हुनुहुन्छ भने यस्तो कार्यक्रमहरुमा सहभागी गराइदिनु हुन पनि अनुरोध गर्दछु। अब जुनियर पब्लिक स्पिकिङ किन आवश्यक छ भन्ने कुरालाई म बताउन गइरहेको छु। हाम्रो मोबाइलले हाम्रो छोराछोरीलाई साह्रै बिगारिसकेका छन् तर हाम्रो छोराछोरीले बिगारेको मोबाइल त हामी बनाउन सक्छौं तर मोबाइलले बिगारेको छोराछोरीलाई कसरी बनाउने हैन त र हाम्रो नानी बाबुहरूलाई मोबाइलको लतबाट छुटाउनको लागि अनि आफ्नो मनको कुराहरू ढुक्कसँग निर्धक्कसँग माइक्रोफोन समातेर अगाडि स्टेजको अगाडि बोल्न सक्ने बनाउनको लागि हामी के गर्दैछौं त जुनियर पब्लिक स्पिकिङ सञ्चालन गर्दैछौं। हो नि ठुलोले मात्रै बोलेर हुन्छ त एउटा फल फल्नको लागि पनि सानो बिरुवा नै हामी रोप्छौं हैन र बिउ नै रोप्छौं नि त हो। आजका हाम्रा जुनियर पब्लिक स्पिकरहरू त्यही सानो बिउ हो। आजका बालबालिका नै भोलिका कर्णधार हुन्। यो कुरालाई मध्यनजर गर्दै सानो तहदेखि बच्चा बेलादेखि नै हामीले बोल्दै 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 मासमा बोल्न सिकायौं भने भोलि गएर ढुक्कसँग बोल्न सक्नुहुन्छ भन्ने हाम्रो यस संस्थाको उद्देश्य रहेको छ। आज शनिबारको दिन घरमा बसेर बालबालिकाले गर्ने के त खेतबारीको काममा त पक्कै पनि जानुहुन्न। उहाँहरूले गर्ने काम भनेको अब 6 दिन विद्यालयमा पढिसकेपछि शनिबारको दिन त पढ्न पनि खासै मन लाग्दैन अनि उहाँहरूले के गर्नुहुन्छ त मम्मी बाबाको मोबाइल हेर्ने र घरमा मोबाइल चलाएर बस्नुहुन्छ। अनि हामी आमा बुवा के गर्छौं थाहा छ? हामी कम्प्लेन गर्छौं मेरा छोराछोरीहरू मोबाइल मात्रै चलाएर बस्छन् भनेर। अब त्यो कम्प्लेन मात्र गरेर हुन्छ त? बिचरा बच्चाहरूले काम नपाएपछि गर्ने के त? मोबाइल चलाउनु भन्दा बाहेक विकल्प नै छैन। त्यसको लागि चाहिँ मैले विकल्पको रूपमा ल्याएको छु जुनियर पब्लिक स्पिकिङ र आज म जुनियर पब्लिक स्पिकिङ सञ्चालन गर्दै गर्दा मेरो साथमा डिआर दाहाल पनि हुनुहुन्छ र यो हप्ता उहाँ विशेष कारणले आउन पाउनु भएको छैन भने दोस्रो हप्तादेखि उहाँ मेरो साथमा हुनुहुनेछ। मेरो सहकर्मी प्रशिक्षक हुनुहुन्छ। हामी 2 जना भएर हामी बालबालिकाहरूलाई निर्धक्कसँग कार्यक्रम सञ्चालन गर्न सक्ने र मासमा आफ्नो कुराहरू बोल्न सक्ने बनाउने उद्देश्यका साथमा यो कार्यक्रमहरू सञ्चालन गरेका छौं र मलाई विश्वास छ मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूले यो कुरालाई मनन गरेर सिक्नुहुनेछ। यो भन्दा अगाडि पनि मैले सिनियरको लागि पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट कार्यक्रम चलाइसकेको थिएँ। त्यति बेला सिक्नुभएका मेरा विद्यार्थी भाइ बहिनीहरूले अहिले निर्धक्कका साथमा कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ अनि आफ्नो प्रेजेन्टेसन आनन्दले बोल्नुहुन्छ कुनै डर बिना नै। अब हामी सानो भाइ बहिनीहरूलाई पनि यसरी मनमा डर नराखिकन अनि हिचकिच नगरिकन बोल्न सक्ने बनाउनको लागि चाहिँ यो जुनियर पब्लिक स्पिकिङलाई सञ्चालन गरौँ न त भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौं र हाम्रा नानी बाबुहरूलाई माइक्रोफोन कसरी समाउने, पोडियममा कसरी बोल्ने, हाम्रो हातको हावभाव कस्तो हुनुपर्छ, कार्यक्रममा बोल्दा हामीले कस्तो लुगा लगाउनुपर्छ, ड्रेसअप हाम्रो कस्तो हुनुपर्छ, हामीले कसरी कम्युनिकेसन गर्ने अरूसँग
भन्ने कुराहरूलाई पनि सिकाउँछौँ। यति मात्र होइन, उहाँहरूलाई हामीले शुभकामना मन्तव्य, स्वागत मन्तव्यहरू कसरी दिने त भन्ने कुराहरू पनि यो ट्रेनिङमा सिकाउँछौँ। त्यति मात्र कहाँ हो र, यो ट्रेनिङमा हामी कस्तो हुनुपर्छ, हामीले स्टेजमा गएर बोल्दा किन डर लाग्छ, त्यो डर कसरी हटाउने भन्ने कुराहरू पनि हामी सिकाउनेछौँ। र हाम्रो एउटै उद्देश्य रहेको छ, जो बोल्छ त्यसले संसारलाई जित्न सक्छ। त्यो मान्छेलाई सबैले चिन्छन् जसले बोल्न सक्छ, र बोल्न सक्ने बनाउनको लागि आज यो संसारमा राज त्यसैले गरिरहेको छ जसले बोल्न सकेको छ। भनिन्छ नि, बा आमाले भन्नुहुन्छ, बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। बोल्नेको लसुन पनि बिग्छ रे, नबोल्ने मान्छेको सुन पनि बिग्दैन रे। त्यसैले हिरालाई चिन्न जो कोहीले सक्दैन, र सबै चम्किने वस्तु हिरा पनि हुँदैन, र हिरालाई त्यो व्यक्तिले चिन्छ जसले हिराको मूल्य बुझेको हुन्छ। तपाईँ आफ्नो छोराछोरीहरूलाई स्मार्ट बनाउन चाहनुहुन्छ र हिरा जस्तै चम्किने बनाउन चाहनुहुन्छ भने हाम्रो साथमा हामीसँगै सहकार्य गरेर अगाडि बढिदिनु होला। र आज मलाई हेर्नुहोस् त, सहकार्य गरेर अगाडि साथ दिनुहुने सम्पूर्ण प्यारा विद्यार्थी भाइ बहिनीहरूको अभिभावकज्यूहरू जसले विश्वास गरेर आफ्ना नानी बाबुहरूलाई शनिबारको दिन पनि हाम्रो साथमा दिनुभएको छ, उहाँहरूलाई यसै भिडियो मार्फत म धेरै 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 हार्दिक धन्यवाद व्यक्त गर्दछु। र आगामी दिनमा अरू अभिभावकले पनि यो कार्यक्रम पक्कै पनि हाम्रो नानी बाबुको हितमा रहेछ भन्ने सोचेर फेरि पनि पठाइदिनुहुन्छ र हामीलाई सहयोग गरिदिनुहुनेछ। हामीलाई त सहयोग छँदै छ, तर तपाईँहरूको नानी बाबुहरूलाई थप बोल्न सक्ने गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु। मेरो एउटै उद्देश्य रहेको छ, त्यो हो म मात्र होइन, सबैले बोल्न सक्ने बन्नुपर्छ, चाहे त्यो बच्चा होस् चाहे त्यो बुढो होस्। सबैले निर्धक्कसँग यसरी माइक्रोफोन समातेर बोल्न सक्नुपर्छ भन्ने उद्देश्यको साथमा यो अभियानमा म लागेको छु। आउनुहोस्, सबैले मलाई यो अभियानमा साथ दिनुहोस्। म तपाईँहरूकै साथमा छु। ट्रेनर, टिचर एन्ड मोटिभेसनल स्पिकर गायत्री खत्री। धन्यवाद।